न्यू रोडमा रासपाको कार्यकर्ताले बाइक पार्किङ गरेपछिको अपार सफलतापछि फेरि सरकारले नै मिडिया हाउसको गेटमा कार पार्किङ गरे रे। यस्तै भन्दैछन् ज्ञानेन्द्र साई। आफै आफ्ना कार्यकर्ता लगाएर न्यू रोड र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने। न्यू रोडमा पार्किङ अस्तव्यस्त देखाउँदा सरकारप्रति सेन्टिमेन्ट राम्रो बन्ने कुरा त सही हो, तर मिडियाको गेटमै कार पार्किङ गर्दा झन सरकारप्रति नेगेटिभ सेन्टिमेन्ट आउने कुरा भयो। भनेपछि मिडियाको गेटमा कार राखेको कतै विपक्षी दलको षड्यन्त्र त होइन? अहिले गुपचुप जस्तै देखिए पनि केपी ओली र प्रचण्डले भित्रभित्रै काम गर्दैछन् कि? किनकि सरकारले सेन्टिमेन्ट गेन गर्न खोजेको भए त रवि बालेन र सुदनको घर अगाडि राख्नुपर्ने हो। तर एउटा गाडी फेरि रासपाकै नेताको हो, जुन फेरि एमालेको नेताको छोरा हो। कतै एमालेको मास्टर प्लान त होइन? हुन त रासपामा आधी जति सांसद त सबै माओवादी, एमाले र काङ्ग्रेसबाट गएका छन्। कतै यो मास्टर प्लान पुराना पार्टीले चुनाव अघि नै गरिसकेका थिए कि? हे नेपालको राजनीति के हो कि सुच्छु म त।